हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि आरामै। हिजोदेखि म चाहिँ गाउँ आएको थिएँ। गाउँ आएर चाहिँ बस्दै वक्क लाएर ब्लग गराउँदैछु, हेरिदिनु होला। अहिले चाहिँ म यहाँ खानासाना खाएर बसेको। गाउँमा कोही छैनन्, यस्तै हो गाइज। अब चाहिँ कामसाम गर्नु पऱ्यो घरको। पोखरा चाहिँ 2-3 दिन आन्दोलन भइरहेको छ। त्यहाँ चाहिँ बस्दै वाक्क लाएर अनि हिजो चाहिँ गाडी खोलेर म चाहिँ घर आएँ हिजो। अब आज चाहिँ अब गाउँमा के गर्ने, साथीहरू पनि छैनन्। अब यसरी नै ब्लग गराउने, अब बस्ने। सपोर्ट गरिदिनु होला, कमेन्ट गरिदिनु होला। हजुरहरूले कमेन्ट गरेर चाहिँ मिनी ब्लगबाट म यस्तो ब्लग गर्दैछु। यहाँ चाहिँ म आएको सुन्तलाको बुटो। यहाँ मम्मीले चाहिँ झाल लगाइदिएर बुटै मर्न लागेको, मैले चाहिँ यसरी अडाएँ। अलिअलि चाहिँ यो बचिरह। यसरी बाँस अडाएर चाहिँ यो सुन्तला हो कि, सुन्तलालाई राम्रोसँग यो अडाएर फल्न राख। कागती छ यहाँ, यो कहिले बन्ने हो। सुन्तलाको बेर्ना चाहिँ धेरै नै छन्। त्यहाँ छ झाल छ। काले चाहिँ ऊ के खान लाग्योस् काले? तेरो छोरी खै? ओइ, यसको छोरी चाहिँ कता गयो त? काले कहिले के गर्दैछस्? यहाँ त हाम्रो घर त काले नै काले खान्। ओइ टाउके, हाई भन्दे। हेलो गाइज भन्दे, हेलो गाइज भन्दे। अब भर्खर सक्रो फाल्नु पर्यो। गाउँमा यस्तै हो, के गर्ने। भर्खर फालेर चाहिँ अब घाँस काट्न जानु पर्यो। टाइम पासै त्यही। कति मोबाइल हेर्ने, सुत्यो मोबाइल, यता पल्ट्यो मोबाइल, उता पल्ट्यो मोबाइल, उठ्यो मोबाइल। अझै गाउँमा आएपछि यसो कामसाम गर्नु पर्यो। सो गाइज, अहिले चाहिँ मैले भर्खर सक्रो फालेँ। हात चाहिँ देख्न सक्नुहुन्छ, यस्तो भएको छ। त्यहाँ चाहिँ गहुँ भैँसीको त्यो पिसाबलाई चाहिँ उठाएर सुन्तलाको बुटामा हालेँ। म हुँदै हो सुन्तलाको बुटामा त्यो हाल्ने, त्यो पानीहरू हाल्ने। अब मम्मीले चाहिँ अब अर्कै काममा व्यस्त हुनुहुन्छ। घाँस काट्नु पर्यो, घर हेर्नु पर्यो, खेतबारी हेर्नु पर्यो। त्यही हो गाइज। बस्नु अब महाराज। यस्तो यही हो गाउँघरमा भर्खर सक्रो फाल्ने, घाँस काट्ने। यही हो गाइज। मेरो घरमा आउनेले चाहिँ धेरै दुःख पाउँछ जस्तो लाग्छ। अब यस्तै गाउँघरमा काम गर्नु पर्यो, त्यही हो। सहरिया साथीहरूले चाहिँ अब बाइकमा हिँड्ने घुम्ने भन्छन् होला, तर म चाहिँ यस्तो काम गर्नुपर्छ। कहाँ आउँछ केटा हो, गाह्रो छ। तिमीले भने जस्तो छैन। ल हेर्न सक्नुहुन्छ गाइज, मैले चाहिँ सेउला छिमाले देख्न सक्नुहुन्छ। यो सेउला चाहिँ यो दोषलाई ब्रोलाई ओछ्याइदिन पर्छ। यो सताउँछ कि। घाँस चाहिँ अब यस्तो हुन्छ कि गाइज, गाउँ डिफ्रेन्ट गाउँमा चाहिँ अब कसैले घाँस ओछ्याउँछन्, कसैले सेउला ओछ्याउँछन्, कसैले चाहिँ पहिल्यै सेउला बनाएर राखेको ओछ्याउँदैछन्। हाम्रो चाहिँ त्यस्तो घाँस हुन्न, खरबारी छैन नि त। खेतबारीबाट घाँस काट्नुपर्छ। त्यही भएर सेउला काटेर पाखामा गएर सेउला काटेर चाहिँ ओछ्याइदिनुपर्छ। गाउँ नि अब डिफ्रेन्ट हुन्छ, त्यस्तै हो। कसैकोमा घाँस बढिन्छ, कसैकोमा सेउला बढिन्छ। त्यही हो, ओछ्याउनु पर्यो। अब गाउँमा यस्तै हो, ओछ्याउने बस्ने। यी हजुरहरू नै साथी हो, यो साथी हो, यो बोल्दैन, यो डरपोक हो, काहीँ नभएको। यो बेकार छ कि गाउँमा। म बोल्दा चाहिँ अलि अकमकाउने गर्दछु, किनकि यो फर्स्ट ब्लग हो नि त। आई कन्ट्याक्ट पनि त्यस्तो भएको छैन, अनि राम्रोसँग बोल्न नि सकेको छैन। बिस्तारै यो कुराहरू चाहिँ म लागु गरेर चाहिँ राम्रो भ्लगहरू गराउँछु गाउँमा चाहिँ। अब राम्रो कन्टेन्टहरू चाहिँ बनाउनु पर्ला। त्यही हो गाइज। हजुरहरूले सपोर्ट गरिदिनु होला। नमिलेको ठाउँमा चाहिँ हजुरहरूले कमेन्ट गर्नु होला। त्यो कमेन्टहरू पढेर चाहिँ मैले के गर्ने हो भन्ने सुधार्न सक्छु नि त गाइज। कमेन्ट चाहिँ गर्न नभुल्नु होला। म चाहिँ हातसात खुट्टा धोएर, हाम्रो चाहिँ घरै हातखुट्टा धुने चाहिँ धारो छ, कुलो छ, खोलो छ जस्तै हुन्छ। हेर्नु, यहाँ चाहिँ कुलो छ, सर आयो। हातखुट्टा धुन, भाँडा माझ्न चाहिँ सजिलो छ अहिले बर्खामा। यहीँ घर छ, यही आडामा चाहिँ यस्तो पानी छ। हातखुट्टा धुन चाहिँ हामीलाई केही गाह्रो पर्नेवाला छैन। पानीको अनुभव जति छ यहाँ। सहरमा चाहिँ यही पानी पाउन धेरै कुर्नुपर्छ, 1-2 दिन।
ग्याप राखेर चाहिँ अर्को दिन पानी आउँछ अनि बल्ल कुर्नुपर्छ नि। यहाँ चाहिँ घरै खोलै आउँछ गाइज हाम्रो घर। अहिले चाहिँ म हातखुट्टा सुट्टा धोएर भात के अरे बेलाउती खान आएको। भर्खर भात खाएको तर त्यही नि काम गर्दै गर्दै भोक लाग्यो, अब बेलाउती खान आएको। ए घरै बेलाउती हो गाइज, चिन्तै मान्नु पर्दैन। अलि पाकेर हुन्छ। म माथि गएर चाहिँ हेर्छु यस्तो खान्छु। यो सुन्तलाको बेर्नु नि यत्रो भइछ। अहिले चाहिँ सुन्तलाको बेर्नाहरू चाहिँ धेरै नै छ। अब 10 वर्षपछि धेरै नै फल्छ होला गाइज। उहाँ हेर्न सक्नुहुन्छ सुन्तलाको बुटो ठुलै छ। टिमुरको बुटो, सुन्तलाको बुटोहरू चाहिँ धेरै नै छ। टिमुरी यसरी फलेको छ हेर्नु, टिप्न भ्याइया छैन। म चाहिँ बिस्तारै अब बिदा चाहिँ 1 महिना जस्तो छ, त्यतिमा चाहिँ टिमुर टिपेर घरको कामहरू राम्रोसँग गर्छु होला गाइज। अब म चाहिँ बेलाउती खाना चाहिँ बुटोमा खान्छु। सानोमा चाहिँ यहाँ सर्प देखेर गाइज, सानो थियो कि सर्प नि, ठुलो होइन, डर लाग्छ कि बुटोमा चढ्न। हजुर यसो खोजौँ भनेको के अरे सबै कराउटे रहेछन्। कता गएर आउनुभयो त नि? ए हो, बेलुका बल खेल्छन् होला नि दाइ? हो ए ल खेलाउँला नि त बेलुका। ल कहाँदेखि थियो यार, भक्क लुक्यो यार। गाउँका बेलाउती धुनै पर्दैन, सहरमा भएको धुलो मैलो गाडीको धुवाँ सुवाँ जान्थ्यो। यहाँ चाहिँ नेचुरल पानी आएर सफा हरियाली, बेलाउती नि हल्का पाक्यो। दामी छ पानी आएर चाहिँ हल्का पानी भएको छ। टेस्ट चाहिँ दामी, बेलाउतीकै टेस्ट छ। ल गुल्टी हो कि बेलाउती आएको यो हल्का हल्का पाक्दै रहेछन्। वहाँ चाहिँ पाकेको देखियो कि त होला भिडियोमा है। टिप्ने कोसिस चाहिँ गर्छु, के कस्तो हुन्छ हेर्नु होला। साना पाक्छन् कि यहाँ त धेरै ठुल्ठुला छैनन् बेलाउती, तर दामी गुलिया छन् यहाँका बेलाउती चाहिँ। हेर्न सक्नुहुन्छ वहाँ वन छ, खोलोहरू सुसाइरहेको छ। एउटा घरहरू हो। हाम्रो घरमा कलर लगाइया छैन, अब चाहिँ कलर लाउने भनेको। के कस्तो हुन्छ हेर्नु होला। म देखाउँदै जान्छु, हजुरहरू हेर्दै जानु होला। त्यही हो गाइस, बेलाउती टिप्छु अनि हजुरलाई देखाउँछु। फेरि पनि एउटा बेलाउती भेट्टाएँ कि खानु त बढी भिट्टासी। धुन चाहिँ पर्दैन है गाइस, एकदम सफा, पानीले धोयो भन्दा पनि सफा। सो गाइस अहिले म चाहिँ घाँस काट्न आइसकेँ, हेर्न सक्नुहुन्छ यस्तै छ घाँस। अब यही हो घाँस, यस्तो कुरो हो। कुरो घाँस काटेर लाग्नु पर्यो। मम्मी चाहिँ पैँपेटातिर जानुभयो। गाह्रो छ, घाँस काट्नु पर्यो, पानी आउन लाग्यो। गर्मीको बेलामा म चाहिँ 5 गतेतिर आउँछु भन्ने सोचिरहेको थिएँ। आन्दोलनले गर्दा चाहिँ चाँडै आइयो गाइस। पुरा कलेज बन्द भयो, काम पनि थियो। पोखरा इभेन्टमा काम गर्दै थियौँ। पोखरा इभेन्ट चाहिँ जल्यो, जेएनजीओले आएर चाहिँ काम गर्दै चाहिँ तोडफोड गरेर जलाइदियो। अनि त्यहाँपछि काम पाइन छोडिदियो। अनि आउनु पर्यो गाउँ। अब त्यहाँ बसेर नि काम छैन, त्यही भएर अब गाउँमा आयो नि 1-2 डोका घाँस काट्ने बस्ने गर्नु पर्यो। अब म चाहिँ घाँस काटेर हजुरहरूलाई देखाउने छु।
सो मैले चाहिँ अहिले घाँस काटिसकेँ, हेर्न सक्नुहुन्छ। यति यति काटेर त्यहाँ पनि छ घाँस काटियो। घाँस चाहिँ यसरी काट्ने रे, अलि माथिबाट काट्ने रे कि। यो ठुलो घाँस चाहिँ अब पलाउन टाइम लाग्छ नि त, माथिबाट काटेपछि छिटै पलाउँछ। त्यही भएर माथिबाट घाँस काटियो सक्नुहुन्छ। अब यो हालेर चाहिँ डोको भरौँ, कति हुन्छ नभरे फेरि काट्ने होला, गाह्रो छ। यसमा चाहिँ चिप्लेर म धेरैचोटि लडेँ गाइस। अब लेट्स सी, अब घाँससाला पनि कति भरिन्छ अनि फेरि काट्नु पर्यो। भरेर चाहिँ अब घरतर्फ लाग्नु पर्यो। यहाँ कर्समा घाँस काट्न आएको हो, बेलाउती केटा हो। पार्सल गरेर पठाउनु पर्यो तिमीहरूलाई, पार्सल गरेर। यति धेरै हो। यो चाहिँ घाँस काटेर लानु पर्यो, मुठो हाल्नु पर्यो। तरकारी टिप्न लानु आएको त्यहाँ ए दुईटा बेलाउती टिपेर खाएँ है हजुरआमा, दुईटा बेलाउती टिपेर। ए हो हजुरआमालाई सोधियो, अब चाहिँ टिप। ए बेलाउती त डेन्जर रहेछन्। हजुरआमा त्यहाँ तरकारी टिप्दै हुनुहुन्छ, घरको छानामाथि बसेर बेलाउती टिप्दैछु गाइस। माएर हो। सो मैले अहिले बेलाउती सेलाउती टिपेर यहाँ हजुरआमालाई मागेको चाहिँ बेलाउती खा मम्मीले लग्दै भन्नु, टिपेर आए चाहिँ यहाँ डोको भोरेर मुटो सुटो हालेर यहाँ देख्न सक्नुहुन्छ गाउँले स्टाइल। ट्याक्कै यहाँ आँसिराख्ने, यहाँ बाँध्ने, अनि नाम्लो यहाँ छ बोक्ने हिँड्ने, त्यस्तो गाइस यताको सिस्टम। हजुरहरूले कसरी बोक्नुहुन्छ भन्नु होला। डोकोमा बोक्नुहुन्छ कि भारी हालेर बोक्नुहुन्छ? म चाहिँ डोकोमै बोक्छु है। भारी हाल्न त आउँछ तर फुस्केको फुस्के गर्छ, बाटो लामो हो नि त, त्यही हो। थाकियो यार, घाँस काट्दा काट्दै कति दिनपछि काटेको नि त, 1 महिनै भयो घाँस नकाटेको। अनि 1 महिना समथिङ त्यस्तै 1 महिना भयो घाँस नकाटेको। काटियो, अब घर जाऊँ। मम्मी त हुनुहुन्न, अब मम्मी कति बेला आउने, घर जानु पऱ्यो फेरि। अब अर्को काम हुन्छ, अर्को काम गर्नु पऱ्यो। गाउँले जीवन यस्तै छ। म चाहिँ अहिले बजारतिर भएको भए सुतेरै बस्थेँ होला, कामसाम केही हुन्थेन। खाटामा बस्यो, यता हेऱ्यो मोबाइल, उता हेऱ्यो मोबाइल, यसरी पल्ट्यो मोबाइल। गाह्रो छ गाइस, गाउँघरमा आसी एक भारी घाँस काट्यो नि कामै हुन्छ। सुविधा नि हुने भयो। चाहिँ जाने भनेको गाइस गाह्रो हुने बन्द। भारी यत्रो हो गरुङ हो, घुचाइदिने मान्छे कोही छैनन्। चिसो घाँस छ नि त, अनि चिसो घाँस भएपछि गरुङ हुन्छ। बाटो पनि लामो छ। मलाई त एलर्जी भइसक्यो घाँस खाँदा खाँदै। यता किराहरू उडेर आएर यहाँ टोक्नी गयो, पास्नी, जतासुकै चिलाएर अब नुहाउनु पऱ्यो घर गएर। यो चाहिँ कसले घुच्चाइदिन्छ कि यार, गाह्रो भयो नि त। केही छैन, म बोक्छु। यस्तो भेरी बोक्नु, यस्तो गर्ने अनि बोक्ने हो। बोक्छु म, हेर्नु होला, म बोक्छु। खत्तम छ नि, भारी सारी बोकियो। बाटो हेर्न सक्नुहुन्छ, झ्याङ्गटै झ्याङ्गट यस्तो बाटो, भारी गर्नु हो कि। बाटो राम्रो भयो नि त हुन्थ्यो कि रे, कता के गाडी नि भन्ने यार। भारी चाहिँ बोकियो कि अब लागिन्छ खरा। यी बाटो यस्तो उकाली ओह्राली डाँठहरू सबै यस्तै हो, के गर्ने। चिप्लो हो कि फेरि, लुट्यो भने त गाह्रो हुन्छ नि त। अब चाहिँ घर गएर घाँस काटेर आइसकेँ। 40 मिनटमा मैले घाँस काटेर वहाँ परदेखि काटेर यहाँ आइसकेँ। एक्सर्साइज गर्नै पर्दैन गाइस, घाँस काट्यो दौडियो आफै एक्सर्साइज हुन्छ। ए घाँस सास काटियो यस्तो हो। ऊ घाँस ल्याइदियो भनेर खन्छ खन्छ, यस्तो छ यार।
घाँस काट्नुपर्छ मरी गर्छ खानालाई तर हो नि माया। म चाहिँ बेलाउती हेरौँ गाइज मम्मीले ल्याइदिएको तैँले नि खा मम्मीले नि ल्याइदियो भनेको बेलाउती थियो खसी यार एउटा होइन है ए बेलाउती नै बेलाउती गाइज बेलाउती खाँदै वाक्क भइसक्यो केटाहरूले खुब बेलाउती खाइछ है मलाई है भने होला नि नम्बर छ के पार्सल गरिदिन्छु ढुक्क पार्सल गरिदिन्छु बेलुकाभित्र आउँछ त्यहाँ हेरेस् ओए मैले पैसा भेट्टाएँ यार 10 रुपियाँ के होइन चक्लेट खानुहुन्छ गाइस ए यस्तो हनी ओए आफ्नो पारा खान बस्यो हन के हो त उनीहरूको आफूले पो काम गर्नुपर्छ अब हात खुट्टा धुनु पर्यो मुख जति धोइ नि ब्ल्याक ब्युटी जति मुख धोइ नि ए उताबाट यता आउने काम गर्ने यो मुख कहिल्यै सेतो नहुने गाह्रो भयो गाइस गाह्रो भयो त्यस्तो क्रिम सिरिम त लाइन्न त्यही पनि गाह्रो छ कालो भइन्छ गाउँमा काम गर्ने भएपछि त्यस्तै हो अब यो सिस्नो चाहिँ फाड्नु हो ए अस्ति नै आउँदा काटेको यो सिस्नो अहिले चाहिँ बढेर यत्रो भयो यार अब दसैँ आउन लाग्यो नि त छ्याङ्गो पार्नु पऱ्यो अब यहाँ घरमा नि रङसङ ट्याक्क यहाँ रङ लगाइदिने राम्रो देखाइदिने भनेको के अरे घर खै अब के हुन्छ अब म पनि भोलि सन्च छैन मम्मीले भोलि बजार जानुहुन्छ होला त्यही बेला यसो रङसङ ल्याउन भन्नु पऱ्यो के हुन्छ रङ लाउने भनेको हजुरहरूले देखाउँदै गरौँला अझै म हात खुट्टा धुन जान्छु हात खुट्टा धुनलाई चाहिँ हाम्रो घर पानीको टेन्सन छैन गाइस घर अगाडिबाट नदी यस्तो यिनीहरूलाई नुहाउन पनि सुविधा आउने चुब्लुङ्गा खुट्टा चोप्नी जानी गाह्रो छ अहिले त यसको मम्मी चाहिँ फेरि पाएर मरेछ बिचरा यार एक्लै छ अहिले त यसलाई चाहिँ दुध ल्याएर खुवाउन पर्छ लडिन्छ आऊ यहाँ आऊ सानो यस्तो यसलाई पाएर चाहिँ अर्को पाउँदाखेरि त्यो चाहिँ पेटमै मरेर अनि बाख्रो नि मर्यो गाइस मर्नु त मरेन खै त्यसको के भयो अरे अनि मर्न लाग्थ्यो अरे अनि खै अनि कसलाई दिनुभयो भन्दै हुनुहुन्थ्यो कि अहिले चाहिँ गाइस सानो कसलाई खोज्नु आएको मम्मीलाई यहाँ आऊ दिनभरि यस्तै नै बस्न पर्यो रे यो महाराजलाई हेर त के बोल्दे नबोल्ने किन नबोल्ने अघि त बोल्या थिइस् त मम्मी चाहियो भनेर बोल्दे मम्मी कहाँ जानुभएको रे मम्मी यस्तो है दिनैभरि यस्तै नै बस्नु पर्यो रे छुन पर्यो रे छोराछोरी खेलाउने उमेरमा बाख्रो ल्याएर बस्नु पर्यो बाख्रा बाटो ए गर्लफ्रेन्ड ल्याएर बस्ने ठाउँमा यस्तो पाठो ल्याएर बस्नु पर्यो बेकार छ है जिन्दगी बाटो बनाएपछि चुप्पा लाएर बस्ने रे अघि पछि कराउने रे ओए हाँस्यो यो त हाँस्यो मम्मीले चटपट ल्याइदिनु भएर खानु न कति पिरो हो पिरो
चिया छ चटपट। उता मम्मीले चिया खाँदै हुनुहुन्छ। मम्मी चाहिँ भिडियो बनाउँदाखेरि लजाउनुहुन्छ क्या अलि। खाजासाजा खाएर मम्मी चाहिँ अब घाँस काट्न जानुहुन्छ, म चाहिँ बल खेल्न जान्छु होइन मम्मी? म बल खेल्न जाने हो। पढ्न अब त्यही यो सेमिस्टर खुल्या छैन, अब यहाँ पकाउनु पर्छ, त्यही भएर मम्मीले जान दिनुहुन्न। भात पकाएर जाने हो म चाहिँ बल खेल्न। फेरि घाँस काट्न हिँड्यो गाइस। खाजासाजा खाएँ, फेरि घाँस काट्न बल खेल्न जाने भनेर मम्मीले पकाउन जारे। पकाउन झ्याउलायो, अब घाँस काट्छु। कति बेर हुन्छ घाँसको डोको बोडेर चाहिँ म बल खेल्न जाने भने हो। खै कतिखेर घाँस बोरिन्छ, कतिखेर जाने हो बल खेल्न। रात पर्न लागिसक्यो, घाम अस्तिसक्यो। अरे चाहिँ घाँस काट्ने चाहिँ यहीँ हो, केराको बुट्टा उता हाम्रै हो कि यो। जानु पऱ्यो, घाँस सास काट्नु पऱ्यो, के हुन्छ। घाँस काट्न आइसक्यो गाइस, हेर्नुहुन्छ वहाँ पानी छ, पानीको पानीले घाँस काट्नु पऱ्यो। यो घाँस चाहिँ यो यहाँ चाहिँ खै यो मरेको मान्छेलाई पकाएर खाने खै के हो भवन होला। यो घाँस काट्ने यो बासा बुटाको सुर काटिदिन्छ अनि घरै जानु पऱ्यो, लाग्नु पऱ्यो। सो फेरि पनि मैले घाँस काटिसकेँ, हेर्न सक्नुहुन्छ पानी नै पानी छ। कता जुकाले टोक्यो भन्ने डर लाग्छ, तर यहाँ चाहिँ जुका चाहिँ नलाग्दो रहेछ। घाँस सास भरियो यस्तो काटियो, हेर्नु साह्रो छ। यो अलैँची चाहिँ 5 वर्ष हुन लागिसक्यो, अझसम्म फलेकै छैन। मुना त हालेर रहेछ, पानी नि यस्तो चिज छ, तर यो फलेकै छैन। त्यो कसैसँग नलेज छ भने अलैँचीको बारेमा कमेन्टहरू छरिदिनु होला। 2 डोका घाँस काट्यो यता 2 दिनमा साथीहरू, 2 डोका घाँस काट्यो। मम्मीले पनि त काट्नु नि त होला। र मम्मीको साटामा मैले 2 डोका घाँस काटेँ। मम्मीलाई सिखा भयो, किनकि मम्मी बिरामी हुनुहुन्छ नि त। अनि मम्मी जान्छु आउँछु भन्दै हुनुहुन्थ्यो घाँस काट्न। रात पनि पर्न लाग्यो थियो, अनि म आएँ। पकाउनु पनि झ्याउ लाग्यो, यहाँ पनि पढेर किन पकाउनु झ्याउ लाग्यो भन्नु होला। गाउँमा चाहिँ चुलोमा पकाउनु पर्छ, गाह्रो हुन्छ। त्यो ल्यायो यो ल्यायो, सामान लिन नि यहाँ भित्रबाट बाहिर गर्नुपर्छ। त्यस्तो किचन छैन नि त। त्यहाँ बजार कस्तो हुन्छ त ठाउँ ठाउँमा राख्ने सामानहरू राख्ने भित्राउने, अनि पकाइहाल्ने, त्यस्तो हुन्न। अनि ऐनामा पकाउनु पर्छ, यस्तो भइयो। अब म चाहिँ बल खेल्न जाने भनेको, रात पर्न लागिसक्यो। कहिले पानी पर्छ, कहिले रात पर्छ, कहिले टाइम हुँदैन। बल खेल्न पनि यस्तै हुन्छ। अब घर पनि हेर्नु पऱ्यो, त्यहाँ हात खुट्टा धोएर जानु पऱ्यो घर। अनि घर गएर बल खेल्न जानु पऱ्यो पनि कति टाइम हुन्छ। 1-2 सर्ट भयो भने हालेर आउनु पऱ्यो बलमा। के गर्नु गाह्रो छ यार। र अहिले चाहिँ हामी बल खेल्न आइसक्यो। यहाँ चाहिँ सानो भ्लगरले भेट्यो। तिम्रो भ्लगको नाम भनिदेऊ त। सो फाइनली गाइस, मेरो युट्युब च्यानलको नाम चाहिँ आनन्द भ्लगिङ छ हैन। सो एभ्रीवन गो टु माय युट्युब च्यानल, प्लिज सब्स्क्राइब मी। ओके कान्छु आई लभ यु। यिनी चाहिँ सानो भ्लगर हुन्, यिनीबाट हामीले सिक्नुपर्छ। केटाहरू बल खेल्दै छन्। ल केटा तात्या त कति भयो सब्स्क्राइबर? कति भयो? यहाँ बल हान्दाखेरि यहाँबाट तल गइरहेको छ, यहाँ चाहिँ जाली लाग्यो होइन। म समीरको लागि के भन्न चाहन्छु है, फाइनली ल दाइ आउँछु। समीरको लागि चाहिँ के भन्न चाहन्छु है, यिनी चाहिँ अब भर्खर स्ट्रगल गर्दैछ हैन। सो अब त्यही अब हाम्रो यो सानो सानो युट्युबरको कस्तो नियम हुन्छ भने 1 वर्षको टाइममा चाहिँ 1000 सब्स्क्राइबर, तर घन्टा वाच टाइम पुऱ्याउने एउटा युट्युबले एउटा एल्गोरिदम एउटा क्याटेगोरी दिएको हुन्छ हैन। अनि त्यही हो एभ्रीवन गोइङ युट्युब च्यानल समीर। ल म धेरै बोलिनँ ल। लगाइ जाऊ, बल सल खेल्नु पऱ्यो पछि।